साथीहरु एउटा पुनः इन्स्पाइरेशनल स्टोरी लिएर आएको छु। कथाको थीम रहेको छ कि मतलब कर्म ठुलो कि भाग्य ठुलो है। अब यही सन्दर्भमा अब दुईटा केटाहरू थियो, केही मतलब त्यस्तो गल्तीको कारणले गर्दाखेरि उनीहरूलाई जेल सजाय भयो। जेल सजाय भइसकेपछि त्यो छैन। अब एकजनाले सोच्यो जेलमा गएपछि अब जेलबाट त अब यसरी बसेर हुँदैन, केही न केही गर्नुपर्छ भनेपछि त्यसले अब बिस्तारै जेल जुन छ नि बाहिर निस्किने कोसिस गर्यो। त्यो निस्किने प्रयत्न गर्यो कि यसलाई चाहिँ फुटाएर म निस्किन्छु। अनि त्यो त्यसमा चाहिँ कस्तो थियो भने त्यो यस्तो जेल थियो कि तपाईँ एउटा सानो ढुङ्गा हुन्छ नि, एकदम चाहिँ माने प्रिसियस माने ढुङ्गा, त्यो ढुङ्गा चाहिँ उसले अब त्यो त अँध्यारो हुन्थ्यो। अनि त्यो चाहिँ ढुङ्गा उसले चाहिँ देवाललाई फुटाउँदै गएपछि त्यो चाहिँ फ्याल्दै गयो। अनि अर्को जुन चाहिँ कैदी थियो वार पार थियो त्यो कैदी, अनि त्यो मतलब एउटा कैदी एक साइडमा अर्को कैदी अर्को साइडमा। अनि चाहिँ जो अर्को जुन पहिलो प्रयत्न माने कैदीले त्यो माने त्यो वाललाई फुटाउँदै गयो अनि अर्को साइडमा फ्याल्दै गयो किन सफा पनि गर्दै जानु पर्यो नि। अनि त्यो चाहिँ नि अब त्यो चाहिँ यसरी अब एउटा समय आयो, त्यो चाहिँ अब भाग्न चाहिँ मतलब उसले सफल भयो र त्यो जुन उसले फुटाएको ढुङ्गाहरू थियो नि त्यो चाहिँ अर्को कैदीले सम्हालेर राखिरहेको थियो। अनि जब भाग्न त दुवैजना सफल भए, तर जब बाहिर त्यो ढुङ्गा लिएर बाहिर निस्किए अलिअलि, अनि पछि चाहिँ तपाईँको के थाहा भयो भने यो ढुङ्गा त धेरै माने मूल्यवान ढुङ्गा पो रहेछ त। अनि यसबाट के हुन्छ भने त्यो माने भाग्न सफल पनि भयो है, र यता चाहिँ उसले ढुङ्गा पनि भयो, के अरे ढुङ्गा पनि प्राप्त भयो। तर त्यो ढुङ्गा त ल यसबाट के माने परिणाम हुन्छ भने अब त्यो चाहिँ अब हो यसैमा उसले कोसिस नगरेको भए निस्किन पनि पाउने थिएन, र उसले नसम्हालेको भए उसले धनी पनि हुने थिएन। त्यसैले कर्म र भाग्य दुवै चाहिँ आफ्नो ठाउँमा ठुलो छ।